नमस्ते सबैजनालाई। नयाँ वर्षको मुरी शुभकामना। नयाँ वर्ष आएको छ, केवल पात्र फेरिएको हो कि तपाईहरूको सोच पनि फेरिएको छ। एक वर्ष हामी भन्छौँ, यो वर्ष म बदलिन्छु, यो वर्ष म सफल हुन्छु, तर केही दिनपछि हामी फेरि पुरानै बानीमा फर्किन्छौँ। किनकि हामीले सिर्फ इच्छा गर्छौँ तर निर्णय लिँदैनौँ। याद राख्नुहोस्, इच्छाले जीवन बदलिँदैन, निर्णयले बदलिन्छ। गत वर्ष तपाईले के गुमाउनु भयो? कति अवसर हातबाट गयो? कति पटक भोलि गर्छु भनेर आजलाई बर्बाद पार्नुभयो? अब चल्दैन। यो नयाँ वर्ष फेरि तपाईलाई एउटा मौका लिएर आएको छ। सोच्नुहोस्, यदि तपाईँ अहिले पनि नबदलिने हो भने अर्को वर्ष पनि यस्तै हुनेछ। उही समस्या, उही दुःख, उही अधुरा सपना। के तपाईँ फेरि त्यही दोहोऱ्याइरहन चाहनुहुन्छ? यदि होइन भने आजै निर्णय लिनुहोस्। अबदेखि म समय खेर फाल्दिन, डरलाई जित्छु, म आफ्नो लक्ष्यतर्फ कटिबद्ध छु, अगाडि बढ्छु। हो, सजिलो हुँदैन। मानिसहरूले तपाईलाई रोक्ने छन्। कहिले परिस्थिति पनि खराब बन्नेछ। तपाईँ आफै थाक्नुहुनेछ, तर हार मान्ने विकल्प छैन। किनकि तपाईको सपना सानो होइन, तपाईको क्षमता अझै ठुलो छ। याद राख्नुहोस्, सफल मानिसहरू फरक हुँदैनन्। उनीहरूको सोच फरक हुन्छ। उनीहरूले बहाना बनाउँदैनन्, उनीहरूले बाटो बनाउँछन्। आज तपाईँ जहाँ हुनुहुन्छ त्यो तपाईको अघिल्लो निर्णयको परिणाम हो। भोलि तपाईँ जहाँ पुग्नुहुन्छ त्यो आजको निर्णयले तय गर्नेछ। त्यसैले सोचेर होइन, विश्वास गरेर अगाडि बढ्नुहोस्। यो नयाँ वर्षमा आफूलाई वाचा गर्नुहोस्, म आफैका लागि लड्नेछु, म हार मान्ने छैन, म सफल नभएसम्म रोकिने छैन। नयाँ वर्ष, नयाँ सुरुवात। तर प्रश्न यो हो, के हजुर पनि नयाँ हुनुहुन्छ? गत वर्ष के भयो? कतिचोटि हार्नुभयो? कति सपना अधुरा रह्यो? त्यो सबै अहिले महत्त्वपूर्ण छैन। महत्त्वपूर्ण
छ भने आज तपाईँसँग फेरि एउटा मौका छ। जीवनले तपाईँलाई हराएको होइन, जीवनले तपाईँलाई सिकाएको हो। यदि तपाईँ लड्नुभयो भने त्यो तपाईँको अन्त्य होइन, त्यो तपाईँको नयाँ सुरुवात हो। यो नयाँ वर्षमा अरूलाई दोष दिन छोड्नुहोस्। आफ्नो समय, आफ्नो ऊर्जा, आफ्नो सपना पुरा गर्नुहोस्। याद राख्नुहोस्, सफलता रातारात आउँदैन, तर निरन्तर प्रयासले एक दिन इतिहास बनाउँछ। आजबाट निर्णय लिनुहोस्, म अब बदलिन्छु, म मेहनत गर्छु, म हार मान्दिनँ। धन्यवाद।